खेल्दै खेल्दै फुलबारीमा गयो एक दिन, आराम गर्न रुखै मुनि बस्यो एकैछिन। रुखमाथि लटरम्बै आँप फलेको, हावा लाग्दा पातहरू हल्लिरहेको। माथिबाट आँपको दाना ट्वाप्प भुइँमा झर्यो। यो देखेर सानो भाइले एउटा प्रश्न गर्यो, किन दिदी सबै चिज तल झर्ने गर्छ? जे चिज माथि फाल्छौ हामी सबै तल झर्छ। भाइको प्रश्न सोधे सुनेर दङ्ग भए म। यो प्रश्न खोज्नलाई घरमा गए म। साँझपख कामबाट मम्मी बुवा आउनुभयो। हाम्रो प्रश्न सुनेर अर्ती लाउनुभयो। पृथ्वीको मध्य भागमा गुरुत्व बल हुन्छ। गुरुत्व बलले सबै चिजलाई आफूतिर तान्छ। गुरुत्व आकर्षण बल भन्ने रहेछ। यो कुरा सुनि छक्कै पर्यो म र मेरो भाइ त। यो कुरा सुनि दङ्गै पर्यो म र मेरो भाइ त। थ्याङ्क यू।